यही हलमा बिहे गरे पनि यही हल छ नि उहाँहरू जनता आउनुभएको यही हल हो उनी नै हो होइन यो भर्खर बनेको थियो त्यो बेला अनि भोज तल खुवायौँ त्यति बेलाको नेतृत्वले साह्रै हामीलाई नासिकेश्वरहरू चन्द्रबिन्दु शिरबिन्दुको ठाउँमा चाहिँ हामीले प्रयोग गरेको त्यसमा छैन हाम्रोमा त्यो प्रयोग गरिएको छैन हाम्रो भाषा लेखनमा त्यो चाहिँ प्रयोगमा नरहेको हुँदाखेरि मैले यसै हो भनेर अहिलेसम्म प्रयोगमा जे जस्तो छ त्यति मात्रै हो अब मेरो प्रश्न अबको प्रशिक्षणको लागि म उपयुक्त छु भन्ने हजुरहरूलाई कति प्रतिशत विश्वस्त रहनु भएको छ हजुरसँग अब त्यो चाहिँ कम्युनिकेसन गर्नु पर्यो दुईवटा कुरा छ जो तपाईँहरू प्रशिक्षणको लागि तयार रहनु भएको छ र हामीले फेरि समन्वय गरेर चिराद्राई प्रज्ञा परिषदले समन्वय गरेर कमसेकम सानो ग्रुप बनाएर जुममा होस् अथवा हामीले मेसेन्जर ग्रुपमै किन नहोस् थोरै डिस्कस गरेर अगाडि थप प्रशिक्षणको लागि तयार गर्ने हो भन्ने एउटा बुझाइ छ र जोडिँदाखेरि चिराद्राई खाली जोडिँदाखेरि चिराद्राई दक्षिण कोरियाबाट पनि आउँछ चिराद्राई केन्द्रीय कार्य समिति जिल्ला कार्य समिति सबैले जोडेर प्रशिक्षकको मात्रै पनि गर्ने भन्ने छ त्यसैले हजुरहरूले के कस्तो तपाईँले आत्मविश्वास कति बढ्यो होला तपाईँहरूबाट सुन्न पायो भने म भोलि गएर यो वडाभित्र मैले एउटा कार्यक्रम तपाईँको के छ तपाईँ चुपचाप बस्नुभयो त्यसो भए अब आयोजनको तर्फबाट सबै सुनिराख्नु भएको छैन जस्तो लागिरहेको छ सबै भित्र र बाहिर गरिराख्नु भएको छ तपाईँले ढिलो आउनुभयो सचिव बाहिरको बाहिर हिँडेको भएको छ अध्यक्ष आज भित्र ढिल्किनु भएको छैन यो मैले भन्ने कुरा छु है हामी कसैको कारण त होइन है तपाईँले सिक्नु भएन भने यहाँ हामीलाई बाध्य नपार्नु सिक्नहरूलाई बाध्य किन तपाईँलाई प्रतिवेदन बुझाउनु छैन हामीलाई हामी त समाजलाई अगाडि डोराउनु छ सबै मिलेर गर्ने म त यो त्यसो हो नि सामाजिक संस्था भनेको त हामी सबै मिलेर गर्ने हो नि कसैको प्रतिवेदन बुझाइदिनको लागि हामीले गरेको होइन नि अनि त सबैले अगाडि डोरेर गरेको काम हो त्यसैले गर्दाखेरि चाहिँ यो मेरो अनुरोध छ रेफमा चाहिँ अहिले पर्खको रको रेफको भन्नु होइन र त यहाँ तल भइपऱ्यो तलै जान्छ रेफ माथि जाँदैन यो र तलै जान्छ तल हुन्छ यो माथि हुँदैन बान्तव शब्द अथवा चाने शब्दहरू भइदिएको भए बेसी हुन्छ होला यो नेपाली शब्द खोज्दाखेरि हामीले त्यो निष्कर्षमा पुग्न सक्दैनौँ त्यसैले गर्दाखेरि अब तपाईँले भन्नुभयो जस्तै पर छ मात्रै भन्नुभयो त यो त नेपाली शब्दको प त अब पर्छ त सिधै यसो गरिहाल्यो माथि रेप हुँदैन होइन पर्छ एकैचोटि पर्छ भइहाल्यो होइन रेप त माथि जाँदैन अब अर्को चाहिँ नासिकेश्वरहरू माथि चन्द्रबिन्दु जानेहरू भन्नुभयो त्यो पनि हामीले कुन शब्द भन्ने कुरामा आउँछ नेपाली शब्दलाई लिएर हामीले अभ्यास गऱ्यौँ भने हामीलाई हाम्रो भाषा मात्र बुझ्ने हो अर्काको भाषालाई लिएर अनुवाद गर्नु छैन त्यसैले गर्दाखेरि बरु के चाहिँ गर्ने हो तपाईँले अभ्यास गर्दै जानु हुँदाखेरि त्यसले विकास पाउँछ समस्या परेको ठाउँमा अनि त्यसपछि सर्वै साझा रूपमा सल्लाह गरेर गर्न सक्छौँ
तपाईँहरू सबै आफ्नो नाम लेख्न जान्ने हुनुभयो? सबै लेख्न जान्ने हुनुभयो? हजुर? त्यसो भए त एकचोटि आफ्नो नाम चाहिँ लेख्नै पर्ने भयो। हजुर म त्यो स्लाइडमै देखाउँछु, तपाईँहरूले आफ्नो आफ्नो नाम चाहिँ टिपेरै जानुपर्ने हुन्छ। कुमार राई। राई। ज्ञान बहादुर राई। त्यो तपाईँको त्यो ज्ञान चाहिँ अर्को ज्ञानी ल्याएको ज्ञान चाहिँ गयो है। अब त्यसपछि विश्व बान्तवा राई। राम कुमार राई। लक्ष्मी सामिन राई। के समस्या भएको छ जानकारी पाउन सक्छु? हजुरको नाम?